Okay, good morning. As if they do. Murte gursa re. Bobla te churut khana man laise re. Uthna jao laise re. Haina mom? Uthnu churut khana jane. Abo muk dhune. Ani, we are heading to beach maybe. See you. ल आज चाहिँ हाम्रो दिन 12 बजे सुरु हुँदैछ on the way to New Town अनि भयो भने चाहिँ अहिले South Raphael beach पनि जाँदैछौँ because Pupu needs to go to work and त्यसपछि हामी चाहिँ I don't know के गर्छौँ तर बेलुका चाहिँ वेदर राम्रो छ अहिले चाहिँ अलिकति हावा चलिरहेछ but we are all ready to go. त्यहाँ जाडो भएर हेर्नु त के भएछ त्यसलाई हेर्नु त त्यहाँ स्तूपा देख्यो स्तूपा what the hell महात्मा गान्धीको स्ट्याचु देख्यो हामीले यहाँ बाटोमा चाहिँ खै यो फ्रुट देख्यो यसको नाम चाहिँ थाहा होइन पोर्चुगिजमा अनि ट्राई गरेको यहाँ ट्याक्क यहाँ टिप्ने मिल्ने रहेछ कि अनि टिपेको कस्तो रहेछ जाना मिठो मिलो मिलो लेट अस ट्राई हैन सो यो चाहिँ न्यू टाउनको के चोक भन्दिनु बुबु नेपालीहरुको चाहिँ गरेउला चोक हो रे यो रेड वानको चाहिँ पुच्छर चाहिँ उ त्यहाँसम्म छ हैन अनि उ त्यो ग्रीन वानको पुच्छर चाहिँ उ त्यहाँ यो बस पछाडि छ क्रिएटिभ है न्यू टाउन चाहिँ यस्तो छ बेलुकामा चाहिँ एकदमै बिजिएस्ट हुनु सक्छ यो होला Cheers! Mom, cheers! So, अब हामी कहाँ जाने प्लान भइरहेको पिरी पिरी खाना अघि नै जाऊँ भनेको यिनीहरूलाई हैन भोक लागेको छैन भने अब त रेस्टुरेन्टहरु 3 बजे बन्द हुन लागेछ अनि इन सर्च अफ चिकन पिरी पिरी सो अब ओल्ड टाउन नै गएर हेर्नु पर्छ पायो भने चाहिँ you'll see there's ने उ आयो स्कोडा हाम्रो उबर आयो so let's go न्यू टाउनबाट on the way to old town अघि चाहिँ हामी हिँड्दै हिँड्दै न्यू टाउन आयो अहिले चाहिँ म थाक्नु भयो we are heading to Old Town in Uber. Okay guys, we found a random spot and it's raining I think but it's a little bit cold and Mati but sadly it's not open really and football it is a big screen now. We are here right now to eat piri piri, the famous chicken. This is what we ordered, chicken piri piri, which is famous for Albufeira famous, you know. And then French fries, burger, and then China hot baguette. हामी कता जान लाग्यो गरे भन्दिस् त मम म जान्दैन कता जाने मरिना जान लागेको मरिना हिजो गथे त्यही जान लाग्यो त्यही त आज अब भर्खर घाम लाग्न लागे जस्तो गरेछ त्यही भएर मम पोर्चुगल हुने जेलसम्म एक न एकचोटि चाहिँ स्विमिङ गर्ने हो के पौडी खेल्ने भनेको के अनि यस्तो चिसोमा नि पौडी खेल्न ट्राई हानौँ भनेको टिकटक रेडी हुँदैछ है अब यस्तो वेदर छ है चिसो चिसो गर्दैछ इट्स 17 डिग्री आई गेस तर
We are going to swim आज जसरी पनि किन भन्दाखेरि we really want to relieve our moments. हामी मरिनामा पहिला फुफुकोमा स्विमिङ गरेको त्यही भएर चाहिँ गर्छौँ ल स्विमिङ मम हामी तपाईँ त्यहाँ कुर्सीमा बसेर हामीलाई हेरिराख्नु हामी चाहिँ पौडी खेल्छु ल हुन्छ ल ल ल ओके अहिले कठ्याङ्ग्रेर पुरै चिसो हुन्छ होला है मम चिसो हुन्छ चिसो छ आज पानी परेछ कस्तो चिसो परेछ यसरी घाम तापेको भर्खर त घाम लाग्यो है मम यत्रो पानी परेपछि दिनभरि ready to swim. Here ends our day 3 and do so. Jeez. No one is swimming by and you swimming pool before नै थियो तर we did swim. अब घर फर्किने नातिनीहरु स्विमिङ गरेर कस्तो लाग्यो म जाडु न मरै भन्दा म त चिसो छ नि आज अति चिसो छ आज पानी आयो तर घाममा हो त्यस्तो गरेको मजा आउँथ्यो गर्मीमा यस्तो जाडोमा पनि के तर हामी बस्ने जलसम्म नि घामै छैन कि अनि त्यही भएर गरिदिहालेको के ठिकै त भयो नि होइन ठिकै भयो नि होइन र ठिकै त अब घरि गालेपछि भयो त घाम नबाम भयो भा पनि नबाम ठिकै भयो घरि गालेपछि किन होला नि त्यस्तो जाडोमा आज झन् पानी आएर कस्तो जाडो गऱ्यो आज त झन् जाडो गरेछ है कस्तो जाडो बाँच्नु हो अनि तर यति बेला चाहिँ हिँड्न चाहिँ मजै आउँदो रहेछ है होइन म शीतलो छ आई मिन जाडो त छ तर शीतलो होइन अनि त्यस्तो हावा चलेको छैन नि त आज भर्खर हावा चलेको छैन अनि भ्यू हेर्न अल्बुफेरा नै मरिनाबाट भ्यू and then उता पनि भ्यू देखिरहेछ सनसेट Yeah!